जितिसक्नु भयो र भन्नु ले थाहै छैन सबैजना बिएसमै खेल्छन् क्या यार म चाहिँ बिएसमै खेल्छु हो अरूको थाहा छैन हो ओइ म यहाँबाट स्केलर हानिदिन्छु यिनीले हान ल बोलाको त होला अनिल त ओइ कति डराउने के डराउने दुईजना चाहिँ मलाई छोडिदियो लागि एकचोटि माइनस लाग्छ के भयो अर्कोचोटि त हाम्रो यिनी म्याच मुख चाहिँ छाडेको छैन है मैले रफ बोले भन्छ त्यसलाई मुख नछाडै नक एउटा भिडियो बनाइरहेको थिएँ मुख नछाडै म्याच मरेन त ओइ के अन हुन्छ नि कस्तो हेड लाग्दै अब नि के अन हुन्छ के म्याक्री घरि म्याप अन हुन्छ घरि के अन हुन्छ क्यारा त 74 मा 1 किल भेट्दै लाग्यो के त्यही त लाग्यो भन्दैन मलाई थाहा छ नम्बर 1 भेटेन या छ मसँग एसेटी लिएर आउँछ हैन प्यार खाल्छ के म चाहिँ थोरै न म चाहिँ गर्ने थोरै न ए भयो त क्याम्पर लन्च प्याड युज गरेर भागेछ त एउटा इनिमी त बेटे हो ओलेन भाग्न पाइहाल्छ Mission accepted. बाबा ताकाले डर लाग्न थाल्छ क्लास अग्नि आएको इनिमी हेर मासला म त्यो त जाम त लागेको थियो भागिरह भाग रहे बन्दे एटलिस्ट पनि उल्टो देखाउँछ के हो मलाई होइन देख्नु ती पर छ अलि पर तर यही छ तर पर त्यही दिने घरमा बोले Enemy very close. नारायण फेरि एक्लै किल हानिदिन्छ हो ए भुर्ती बस्यो नि अब सक्छ त एम्परन छ यहाँ त्रिबल जिप एसिटी पनि यही छ Mission accepted. Loot here. ठोक धन्यवाद यार ठोक 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 पिकमा ठोक एउटा छ युट्युबर मार्ने अर्कोले हेडलिस्ट गरेर उल्कै ठोक ठोक बिन्दा साइले चिन्दैमा पहिले चाहिँ मलाई बुकिङ पठाए त्यो पनि टिम फुल बाबेला हो हिँड्नु भएको पछाडि निमी मलाई म त खानु मन छैन खानै हाल्नु त्योबाट ओ यहीँ पनि छ त्यो निमी एउटा ल कुको लाने ढुक्को लाने मरिगयो ल केटाहरू के बिजी हाकहरू आए जडिन्थ्यो एउटा इमेज चिक्ने कति होला टोक्ने भन्दै बस्छ मलाई यता पछाडि रहेछ म ल यार
एक गोलीको बाँकी थियो कि नोबी कहाँबाट आइपुगे यार छ्या मरे त्यो पनि कस्तो मरे मैले किल हानिसकेको थिएँ त्यस्तो दामी यार र अब 34 HP को बाँकी म रिभाइभ हाने नि म त्यही गर्छु यार लन्च ब्याक मेरो M41 नलुट्ने बुढा Mission accepted. कत्रै हिटले सान्डर भाइ कहाँ भयो यसले यहाँ Head to the vending machine. खेत Head केटाहरूलाई to the vending machine. म त यहीँ बस्छु M41 यही मुनि पनि थियो त 3 लेभलको छ यार यहाँ नचढामा त्यही पनि त्यही 3 लेभलको छ त्यहाँ पनि सबैले के गर्ने मारे हैन जो मेरो लुटमा नलाउनु है जाउँ चाहिन्छ भने म आफै दिन्छु है लुट दिनु न यार कसम कुनै छैन मेडिकेट भाग्यो त्यो इनिमी त भाग्यो अनि मेडिकेटै छैन रे मैले अति भन्दिने हो भन्न पाए भन्दामा मलाई नेट गयो यार मेरो त आकाशतिर हेर्दै गर्नु नेट गयो ओपी माथि बसेर गर्नु कि लाग्छ गरेको थिएँ नारायण भाइले त 15 किलो जति हानेन एटलिस्ट हाने गाह्रो छ यो एटलिस्ट हान्ने एउटा किल हान्ने एउटा तर अर्कोले 5 किलो हाने छ एटलिस्ट अर्कोले हाम्रो कम्बिनेसन स्किल छ है भाइ एउटा युट्युबर एउटा छ एउटा एटलिस्ट हान्ने एउटा एटलिस्ट हान्ने एउटा किल हान्ने इनिमी त्यता हेर चाहिँ पिक साइड पठाउनु पर्छ हामी यहाँ छु त हो र त यता छाउ त यता ढुङ्गा छेउतिर छ रुकाई यता अलि देखिएन कि पोस्टरले एक गोली ओइ त्यसको स्क्वाडै सक्यो ल यहाँ पिकको हानिसकेको ए यता आउँछ भनेर चुप लाएर बसेको यार हेर भेनाजुको हावा गफ हेर भक्कन गर्छ यार मलाई उनीहरूले मारेको चाहिँ छुट्टै खबर छ है भक्कन गर्छ म नाटे सिक्ने ठाडा छ यार झरम मजी आर्सनल लोड दिमे बिन्दास टाइप आयो त हेर्नलाई ओइ निम बढ्यो ओइ Enemy very close. यसको लाग्यो लाग्दिरहेको त्यसलाई त अर्को घर है कहाँ झरे यार निमी खोइ आउँदैछौँ जम कहाँ जाने हो अब Target arsenal unlocked. अत्रो ठुलो हाने दिनु के हो त्यो आफै भयो पछाडि निमी तेरो म त्यता घुमिहालेँ झरेको Enemy spotted. ल यो पनि गयो एमा देख्ने नि Rampage! अनि हामी दाज भएर हेर्नलाई म त राखेको क्या खै मलाई पनि एक किल म पनि एक किल मेरो 2 किल भइसक्यो चोरेको केटाहरूले
मेरो पनि त्यही त हो नि एक त तिमीले लगेको ओ लग्यो थाहा छ मलाई कसले लग्यो लो माले सार्दिन हो क्या लङ प्याड छ है म त मासतिर गर्नुपर्छ लगाइहाल्नु नि त्यो लन्च प्याड छ त त्यहाँ भित्र एनिमी छ त्यो क्लाउड टावरमा ओ यो माथि टावरमा जानुपर्छ टावरमा चाहिँ टावरमा जोन पहिला कहाँ छ हेर्नु न जोन चाहिँ रिम नामतिर छैन जानु चाहिँ टावरमा छ अरे ल त्यही भने हावामा फोडा Enemy very close. इनिमी त सिधै पो छ हैन दुईटै गयो भने ल रुको मादर पुली बक्कुडे फुटाए ओइ Enemy very close. ओइ मलाई इनिम झरे किल पनि उडाइदियो तपाईँको मेरो त किल आयो त त्यो त नि इनिङ छ जस्तो लागेर चाहिँ त्यो त इनिम झरे क्या माथि इनिङ बल्यो उडाए भर्खर इनिम झरे क्या एउटा बलतिर पनि बज्छ Enemy very close. कहाँ छ इनिमी दुवै भाना त केटा गाँठो फेरि मेरो ल्यान्ड पनि म आफै फुटेर मर्नु त्यहीको पिर पो लाग्छ त मेन पिर के हो 8 किल हानिसकेको छु त मैले मान्छेले भर्खर कन्टेन्ट बनाउने भनेको थाहा छैन है क्या ल ओइ अर्को किल कहाँ ल्यान्डमाइनले मर्दिरहेको थियो Enemy very close. कहाँबाट फुट्दै अगाडि पो आउँछ त किल त मेरो त भट्टाभट अटोमेटिक आउनु थाल्यो त पछाडि इनिमी एउटा गएको ल पछाडि इनिमी आइरहेको छ हेर्नु त I placed the launch pad. ओइ मरे मार आउनु भाइ जोन आएको केटा अहिले मरे यार लन्च गर्दा भयो म यो गाडीवाला हान्नु गाडीवाला दा मेरो किलो उठेन Enemy very close. ओइ मुला पता चाहिँ फेरि त उस साइडबाट पनि आइरहेको फुटाए Need equipment. म्यान ओइ तल आउ त तल टास्यौ न भाइ Thanks. Enemy very close. ल ओइ यहाँ पनि आएकोले ल दुईजना पो रहेछ मासाला एकजना मात्रै भनेको यार म Need equipment. Need equipment. Enemy spotted. यो अनिल भन्ने त प्यानल रहेछ नि त माथि जाऊ माथि होइन साइको ओइ पछाडि Spotted. Help me.
अनुमति ल्याऊ मलाई हाले ठिकै छ Thanks. त्यो तल साइड चाहिँ तल साइड गएको छ एउटा तल साइडको मरेको छ सोध्नु वास्तवको ओइ। म यस्तो वान टाइम कहाँ छ एउटा एउटा यस्तो वान टाइम त्यो पक्कै जमिन मुनि त छैन नि भनेर त्यो कडा यो चाहिँ मेरो के भयो फेरि चाहिँ Enemy very close. वाह एक गोली मात्र हान्न पाएको मैले एउटा टिममा बसिन्छ आगे ल 2 स्टार पुगिसक्यो है त 60 प्लस रे के हो भेना लास्टमा त मैले को किल उठाउन पाएँ त मस्त 62 प्लस हाने त म यहाँ खै